आज हामी चितवनकी एकजना सानी नानीको कुरा गरौँ है त। 10 वर्षकी सृष्टि राउत। सृष्टि सुन्दा अचम्म लाग्छ। उनलाई पढ्न असाध्यै मनपर्छ रे, तर उनकी आमा तुलसीले चाहिँ धेरै नपढ्न भन्नुहुन्छ। होइन, किन त्यस्तो? पढ्न मन पराउने बच्चालाई नपढ भन्नु? कारण एकदमै मार्मिक छ। सृष्टिको आँखामा गम्भीर समस्या देखिएको छ र त्यो उपचार गर्नलाई परिवारसँग आर्थिक अवस्था एकदमै कमजोर छ। ए हो र? यो त साह्रै दुःखको कुरा भयो। हो, र आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गर्दैछौँ। प्रतिमा सिलवालजीले लेख्नु भएको एउटा समाचार छ, त्यसैमा आधारित रहेर। अच्छा, प्रतिमा सिलवालजीको लेख? यसले केवल एउटा परिवारको पीडा मात्र देखाउँदैन, यसले त मतलब गरिबीले कसरी स्वास्थ्य सेवा पाउने अवसरबाट वञ्चित गराउँछ र एउटा प्रतिभाशाली बच्चाको भविष्य नै अन्योलमा पार्छ भन्ने कुरा प्रष्ट पार्छ। साँच्चै उनी कक्षा 5 मा पढ्छिन् होइन त? अनि आँखाको समस्या चाहिँ खासमा के हो, अलिकति बताइदिनुहोस् न। हो, कक्षा 5 मा उनको आँखामा केराटोकोनस भन्ने रोग लागेको रहेछ। सुन्दै पनि कस्तो अप्ठ्यारो। केराटोकोनस? यसले चाहिँ आँखाको नानी त्यो कालो भाग बिस्तारै पातलिँदै जान्छ रे, अनि उज्यालोमा हेर्नै नसक्ने। अनि समयमै उपचार भएन भने खै नानी फुट्ने खतरा पनि हुन्छ भन्नुहुन्छ डाक्टरहरूले। यो समस्या आजको होइन, 3 वर्षदेखि बढ्दै गएको रे। 3 वर्ष? अनि डाक्टरहरूले के भन्नुभएको छ त? चितवन आँखा अस्पतालमा देखाउँदा होस् वा काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठानमा, दुवै ठाउँका डाक्टरहरूको एउटै सल्लाह छ, तुरुन्तै कर्निया प्रत्यारोपण गर्नुपर्छ। तुरुन्तै प्रत्यारोपण? तर यो त पक्कै महँगो होला। अनि फेरि उनकी आमा तुलसीजी त एकल महिला रे, 3 सन्तान हुर्काइरहनु भएको। एकदमै, यो अवस्थाले झनै जटिल बनाएको छ। उहाँ 35 वर्षकी हुनुहुन्छ। श्रीमान हेमसागरजीले 5 वर्ष अघि आत्महत्या गर्नु भएपछि सबै भारी उहाँकै काँधमा छ। ए, 5 वर्ष अघि? हो, उहाँ सिलाइ कटाइ गर्नुहुन्छ। दिनको कमाइ भनेको त्यही 1000-1500। 1000-1500ले त अहिलेको महँगीमा घर चलाउनै मुस्किल पर्छ होला नि, होइन त? 3 बच्चा छन्। हो नि, घर खर्च धान्नै मुस्किल छ। अनि यस्तोमा छोरीको आँखाको अपरेसनको खर्च कसरी जुटाउने, यो त मतलब उहाँको लागि कल्पना बाहिरको कुरा भएको छ। खर्च चाहिँ कति लाग्ने रहेछ त अपरेसनको? केही पत्ता लाग्यो? डाक्टरको शुल्क मात्रै, अपरेसन शुल्क एउटा आँखाको 60,000 रुपियाँ लाग्छ भन्नुभएको छ अरे। 60,000 एउटा आँखाको? एउटा आँखाको। त्यसमाथि कर्निया किन्नु पर्यो भने त्यसको मूल्य त बेग्लै छ। त्यो कति पर्छ भनेर सोध्ने आँट पनि उहाँले गर्न सक्नु भएको छैन रे। ओहो, 60,000 जुटाउने मुस्किल छ, कर्नियाको त कुरै छोडौँ। केही सरसापट ऋण खोज्ने प्रयास गर्नु भएन छ त? समस्या के छ भने उहाँहरू बसेको जग्गा ऐलानी रहेछ। ऐलानी जग्गा धितो राखेर ब्याङ्कले ऋण दिँदैन। ए, त्यो पनि समस्या हो। अनि गत दशैंमा छोरीलाई तिलगङ्गा लगेर जचाउनका लागि उहाँले आफ्नो गुजारा चलाउने सिलाइ मेसिन नै 20,000 मा धितो राख्नु भएको थियो रे। सिलाइ मेसिन नै? त्यो 20,000 ऋण पनि अहिलेसम्म तिर्न सक्नु भएको छैन। अब त त्यो मेसिनै गुम्ने हो कि भन्ने डर छ उहाँलाई। सुन्दै अत्यास लाग्ने अवस्था रहेछ। घर चलाउने मेसिन पनि धितोमा, त्यो पनि तिर्न नसक्ने अवस्था। एकदमै, यो उहाँहरूको चरम आर्थिक सङ्कटको एउटा उदाहरण मात्र हो। अझ चिन्ताको कुरा के छ भने सृष्टिका दाजुहरूमा पनि खै उस्तै आँखाको समस्या देखिन थालेको छ रे। हो र? दाजुहरूलाई पनि? जेठो छोरालाई त चस्मा लगाउनै पर्ने भइसकेको छ। माइलोले पनि आँखा मिच्ने अस्पताल लैजाऊ भन्ने गर्न थालेको छ रे। एउटै परिवारमा यस्तो स्वास्थ्य समस्या र चरम गरिबी। सृष्टि त नर्स बन्छु भन्छन् रे, तर आँखा नै यस्तो भएपछि पढाइ त चाहिन्छ नि नर्स बन्नलाई। कसरी पुरा होला र सपना? हो, तपाईले एकदमै सही कुरा समात्नुभयो। यो त नर्स बन्ने सपनाको कुरा मात्र भएन, यो त उनको पुरै भविष्यको कुरा भयो। आँखा बिना पढाइ कसरी अगाडि बढ्छ र? हो त नि। अनि यो सृष्टि वा तुलसीजीको परिवारको मात्र कथा होइन के, यो त एउटा प्रतिनिधि घटना हो। यसले के देखाउँछ भने आर्थिक अवस्था कमजोर हुँदा कसरी मान्छेले आधारभूत स्वास्थ्य सेवा पनि पाउँदैन, अनि उपचार हुन सक्ने रोगले गर्दा पनि कसरी एउटा बच्चाको, एउटा व्यक्तिको सपना र सम्भावनाहरू सीमित हुन्छन्। यो त हाम्रो समाज, हाम्रो प्रणालीकै कमजोरी हो नि, होइन र? हो, एकदमै। यो कथा सुन्दा धेरै गम्भीर प्रश्नहरू मनमा उठ्छन्। उठ्नै पर्छ, र हामी सबैले सोच्नुपर्ने कुरा पनि यही हो। सृष्टि जस्ता कति होलान्, कति बालबालिका होलान् जसभित्र प्रतिभा छ, इच्छा छ, तर यस्तै उपचार गर्न सकिने रोग र गरिबीको कारणले गर्दा पछाडि पर्न बाध्य छन्। हो, यो महत्त्वपूर्ण प्रश्न हो। अनि यसको समाधान के त?
कसैले दया गरेर व्यक्तिगत सहयोग गर्ला त्यो क्षणिक होला, तर दीर्घकालीन समाधानका लागि त सबै नागरिकले सहजै सुलभ तरिकाले राम्रो स्वास्थ्य सेवा पाउने अधिकार कसरी सुनिश्चित गर्ने? संरचनात्मक परिवर्तनकै कुरा आयो। हो, कस्तो संरचनात्मक परिवर्तन आवश्यक छ भन्नेमा नै हामी घोत्लिनु पर्ने देख्छु म त। यो व्यक्तिगत सहयोग भन्दा धेरै माथिको कुरा हो।